उम्, डेटिङ लान जस्तै त अनि भयो ए मैले डेटिङ लाग्नु पर्ने अहिले जमाना उल्टो जमाउँछ नि त ए कहाँ लाग्नु तपाईँलाई डेटिङ जामा भिडियो बनाएको थाहा पाइहाल्नुहुन्छ अनि चुप लाग्नुहुन्छ अघिसम्म डेटिङ लैजाऊ त्यो त मोबाइल कसरी थाहा हुन्छ ए होइन म त अनि कुरो आएन त्यही भएर म यता हेर्दै बस्छु त कसरी मोबाइलले भिडियो बनायो भनेर चाहिँ थाहा हुन्छ मैले त भिडियो बनाएँ नि मैले सोचेको नत्र भए किन अहिले डेटिङ लैजा भनेर स्टप गर्नुभयो त्यो सम्झेको भएर नि त्यो अरूको भिडियो हेर्ने भएको होला अनि त्यो डेटिङको कुरा ए छोरा मान्छेले लान्छन् कि डेटिङ छोरी मान्छेले लाने जमाना उल्टो छ नि त आजकल मेरो लागि त केटाकेटी बराबर भन्ने अनि त्यहाँ डेटिङ लान चाहिँ अनि ए हो सबै घरमा केटाकेटी बराबर भएर जति केले जे मन लाग्यो त्यही गर्न पाएर उत्पात छ नि होइन भन्ने बेला चाहिँ महिला पुरुष बराबर अरे अरे अनि डेटिङ लैजानुपर्छ भन्दाखेरि चाहिँ अनि केटा लानुपर्छ अनि पैसा मरु कसो गर त्यो त डेटिङ गर्दैन देवा मरु डमरु डेटिङ जाम भनेको लागेपछि त अनि त्यो खर्च त जति नि हेरिहाल्छ ए होटल लक्कै तिमीहरू डेटिङ आयो भने होटलवालालाई खानेकुराहरू बिहार्छ हो देवामारु कसो गरौँ डमारु भन्दै जानु पैसा छैन भनेको हो ढेवामारु भने तपाईँ सुनेको थिएन ढेवामारु कसो गरौँ भनेको र कस्तो दामी रहेछ यार यो सिरिज